आजभन्दा ठ्याक्कै 4 दिन अगाडि मैले तपाईलाई फ्री जर्सी इभेन्टको बारेमा भिडियो बनाएको थिएँ। नभन्दै गेममा पनि आइसकेको छ। 3 वटा जर्सी रहेको छ। फाइनली गाइस नयाँ लली मोड चाहिँ गेममा आउने भएको छ। धेरैजनाले प्रतीक्षा गर्नुभएको थियो यो नयाँ लली मोड कहिले आउँछ, नयाँ लली मोड कहिले आउँछ भनेर। सो यो इभेन्टको डेट कन्फर्म भइसकेको छ। सो विन्टरल्यान्ड इभेन्ट पनि सक्नै लागिसक्यो। विन्टरल्यान्ड इभेन्ट सकिसकेपछि हाम्रो बङ्गलादेश सर्भरमा कुन चाहिँ फ्री इभेन्ट आउनेछ यो सबै कुरा तपाईले आजको भिडियोमा जान्न पाउनुहुनेछ। गजब। एन्ड गाइस हाम्रो गेममा आउने अरु अपकमिङ थुप्रै इभेन्टको बारेमा म तपाईलाई आजको भिडियोमा जानकारी दिनेछु। सो मैले अलरेडी तपाईलाई भनिसकेको थिएँ कि इभो वर्ल्ड इभेन्टमा इभो M60 र इभो M10 चाहिँ रिटर्नमा आउँदैछ भनेको थिएँ। गेममा आइसकेको छ। मेबी तपाईहरुले पनि निकालिसक्नुभयो होला। सो फ्री फायरले चाहिँ हामीलाई 1 लेभलको दिएको थियो। सो यो 1 लेभललाई मैले चाहिँ अहिले फिलहालको लागि 3 लेभलसम्म बनाएको छु। वेल तपाईहरुलाई चाहिँ नयाँ M60 कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला। अनि गाइस आजभन्दा ठ्याक्कै 4 दिन अगाडि मैले तपाईलाई फ्री जर्सी इभेन्टको बारेमा भिडियो बनाएको थिएँ। नभन्दै गेममा पनि आइसकेको छ। 3 वटा जर्सी रहेको छ। सबै बब्बाले रहेको छ। जस्ट तपाईले जुनै मोडमा पनि CS मा होस्, BR मा होस्, लर्न होस्, जहाँसुकै तपाईले 6 टाइम बोया गर्नुभयो भने चाहिँ यो जर्सी पाउनुहुन्छ। बाइ द वे तपाईले चाहिँ कुन जर्सी चोइस गर्नुभयो त? मलाई चाहिँ अलिकति ब्ल्याक कलर अति नै मन पर्छ र ब्ल्याक कलरको लिए। तपाईले चाहिँ कुन जर्सी लिनुभयो कमेन्ट गर्न नबिर्सनु होला है त। बहुत अच्छा लगेगा। अलराइट अब चाहिँ कुरा गरौँ अपकमिङ कन्फर्मेसन इभेन्टको बारेमा। मैले तपाईहरुलाई धेरै अगाडिको भिडियोमा पनि भनिसकेको छु। तपाईहरुलाई मैले 3-4 वटा भिडियोमा त अलरेडी नै जानकारी दिइसकेको छु कि OB51 मा HRK सँग फ्री फायरले कोलाबोरेसन गरेको थियो। फाइनली HRK सँगको जुन कोलाबोरेसन इभेन्ट रहेको थियो हाम्रो अब गेममा आउने भएको छ। यो विन्टरल्यान्ड इभेन्ट सकेपछि तपाईहरुले चाहिँ यो HRK सँगको कोलाबोरेसन इभेन्ट देख्न पाउनुहुनेछ। सो रिमेम्बर दैट यो चाहिँ कुनै भव्य कोलाबोरेसन इभेन्ट हैन। दैट्स व्हाइ तपाईले 1-2 वटा सर्ट टर्म आइटमहरु पाउनुहुनेछ अनि तपाईले यसमा बनेको अरु आइटमहरु चाहिँ पेड इभेन्टमा देख्नुहुनेछ। सो सबैभन्दा पहिलो यो एउटा इमोट रहेको छ। यो चाहिँ नन स्टप इमोट रहेको छ। यो तपाईले फेडरल इभेन्टमा देख्न पाउँदै हुनुहुन्छ हाम्रो बङ्गलादेश सर्भरमा। अबको ठ्याक्कै 2 दिनपछि 4 जनवरीमा तपाईले चाहिँ हाम्रो बङ्गलादेश सर्भरमा यसलाई देख्न पाउँदै हुनुहुन्छ यो फेडरल इभेन्टलाई जुन कि कन्फर्मेसन भइसकेको छ। यो सँगसँगै तपाईले अरु सेकेन्ड रिवार्ड पनि देख्न चाहिँ पाउनुहुनेछ। सो आइतबार 4 जुलाईमा आउँदैछ। मन पर्यो भने यो इमोट चाहिँ यो फेडरल इभेन्टबाट निकाल्न सक्नुहुनेछ है त। क्रिकेट एपमा निशुल्क लाइभ गेमहरु, रोमाञ्चक समाचारहरु हेर्नुस्, साथै सबै गेमहरुको मजा लिन सक्नुहुनेछ। साइन अप गर्नुस् र 222 रुपैयाँ निशुल्क बोनस पाउनुहोस्। दैनिक एपमा लगइन गर्दाखेरि हप्तामा आइफोन प्रो म्याक्स जित्न पनि सक्नुहुनेछ र मेरो प्रोमो कोड नेपटप प्रयोग गरी तपाईले 4500 सम्मको बोनस पाउन सक्नुहुनेछ। डिपोजिट गर्न पनि धेरै नै सजिलो छ। इसिओ, खल्ती, आइएमपी या अन्य कुनै ब्याङ्किङबाट गर्न सक्नुहुनेछ। जिली ब्लास्ट जस्तो गेमहरुमा 150% डिपोजिट बोनस पनि पाउन सक्नुहुनेछ। लिंक चाहिँ कमेन्टमा छ, नछुट्याउनु होला है त। अनि गाइज HRK सँगको कोलाबोरेसन इभेन्टको अर्को इभेन्ट पनि डेट कन्फर्म भइसकेको छ। यो चाहिँ प्रिमियम रिङ इभेन्ट रहनेछ। यो चाहिँ तपाईले युनिभर्सल रिङ इभेन्टले चाहिँ टोकन एक्सचेन्ज गर्न सक्नुहुन्न है त। सो यसमा तपाईले के आइटमहरु देख्न पाउँदै हुनुहुन्छ मैले तपाईलाई यहाँ देखाइरहेको छु। एउटा मेलको बन्डल रहनेछ अनि तपाईले फार्मसको स्किन पनि यही रिङ इभेन्टमा देख्न पाउँदै हुनुहुन्छ। कटनाको स्किन पनि यही रिङ इभेन्टमा देख्न पाउँदै हुनुहुन्छ अनि ब्याकप्याकको स्किन पनि यही रिङ इभेन्टमा देख्न पाउँदै हुनुहुन्छ। टोटली 4 वटा आइटम रहनेछ। यो सबै आइटम तपाईले सिंगल एउटै रिङ इभेन्टमा देख्न पाउँदै हुनुहुन्छ। सो यो इभेन्टको कन्फर्मेसन डेट चाहिँ 6 जुलाई रहेको छ। मंगलबारको दिन चाहिँ तपाईले यो रिङ इभेन्ट बिहानै गेममा आएको देख्न पाउनुहुनेछ। वेल बन्डल तपाईलाई खास लाग्यो या त अरु कुनै आइटमहरु खास लाग्यो भने चाहिँ निकाल्न सक्नुहुनेछ यो रिङ इभेन्टबाट। ओके एन्ड गाइज यो HRK कोलाबोरेसन इभेन्टमा बनेको अरु 2टा आइटमको चाहिँ अहिलेसम्म इभेन्ट कन्फर्म भएको छैन। एउटा रहेको छ यो लली मोड टाइपको रहेको छ। धेरै जनाले न्यू भर्जन लली मोडको भनेर पनि भन्नुहुन्छ। काइन्ड अफ लली मोडै हो यो, तर अलिकति एक्स्ट्रा टाइपको छ। यसमा चाहिँ आवाज पनि रहेको छ। यो इमोट आउने म्याक्सिमम चान्स पनि तपाईले स्टेप अप इभेन्टमा नै देख्न पाउनुहुनेछ। सो यो पुरानो लली मोड पनि आउने एकदमै 50-50 चान्स रहेको छ। आउँछ भन्ने चाहिँ होइन, आउन सक्ने एकदमै चान्स रहेको छ। सो अहिलेसम्म डेट चाहिँ कन्फर्म भएको छैन। डेट कन्फर्म भएपछि म तपाईलाई अपडेट त दिइ नै हाल्नेछु। बाइ द वे हाम्रो फेसबुक पेज फलो गर्नुभएको छैन भने फलो गरेर राख्नु होला। म तपाईलाई डेली टुनाइट अपडेट देखि लिएर क्विक अपडेटहरु मेरो फेसबुक पेजको स्टोरीमा नै दिने गर्छु। फेसबुकमा गएर
FRIENEXE सर्च गर्नु होला। त्यो अगाडि चाहिँ नआउन सक्छ, अलिकति यता राइटतिर पेज सेक्सनमा जानु होला। 69,000 फलोअर्स भएको फेसबुक पेज पाउनु हुनेछ, फलो गरेर चाहिँ राख्नु होला। बाइ द वे तपाईहरु नेपालमा हुनुहुन्छ या त नेपाल भन्दा बाहिर देश विदेशमा जहीँबाट भए पनि तपाईलाई सस्तो र छिटो UID टपअप चाहिन्छ भने पनि त्यही फेसबुक पेजमा नै मेसेज गर्न सक्नुहुनेछ। WhatsApp नम्बर पनि मैले त्यही नै छोडिदिएको छु। अलरेडी यो HRK सँगको कोलाबोरेसन इभेन्टमा पेड इभेन्टहरु त मैले तपाईलाई भनिहालेँ। फ्री आइटम चाहिँ के पाउनु हुनेछ। सो अहिलेसम्मको कन्फर्मेसन लिक अनुसार तपाईले अवतार र ब्यानर चाहिँ कन्फर्मै फ्रीमा पाउँदै हुनुहुन्छ। अनि अर्को फ्रीमा पाउने आइटम भनेको चाहिँ यो एउटा लुट क्रेट रहेको छ। मेबी यो तपाईले फ्रीमा नै पाउँदै हुनुहुन्छ। यो चाहिँ कन्फर्मेसन छैन, मेबी भन्दैछु, किनकि अवतार ब्यानर मात्रै अहिलेसम्म कन्फर्मेसन भएको छ। अनि अर्को भनेको यो HRK सँग कोलाबोरेसनमा दुईटा बन्डल बनेको छ, यो ब्ल्याक एन्ड व्हाइट अनि रेड। जुन यो बन्डल तपाईलाई देखाइरहेको छु, मेबी तपाईले यो बन्डल पनि सायदै फ्रीमा पाउनु हुनेछ, किनकि कोलाबोरेसन इभेन्ट हो भनेपछि तपाईहरुले आइटमहरु धेरै पाउनुहुन्छ फ्रीमा, त्यो एक्सपेक्टेसन राख्न चाहिँ सक्नुहुनेछ। तर यो चाहिँ एकदमै सर्ट टर्मको इभेन्ट आउन लागेको छ, द्याट्स वाइ तपाईले यो बन्डल चाहिँ फ्रीमा नपाउन पनि सक्नुहुनेछ। वेल 1-2 दिनपछि कन्फर्मेसन हुनेछ, त्यसपछि म तपाईलाई अपडेट त दिनै हाल्नेछु। अहिलेसम्म हाम्रो YouTube च्यानल चाहिँ सब्स्क्राइब गरेर राख्नु भएको छैन भने चाहिँ सब्स्क्राइब गरेर बेल नोटिफिकेसन अलमा सेट गरेर राख्नु होला। यति गरिसकेपछि तपाईले गेममा इभेन्ट आउनु भन्दा अग्रिम रूपमा नै हाम्रो YouTube च्यानलको थ्रु चाहिँ थाहा पाउनु हुनेछ। अलराइट, अब चाहिँ म तपाईलाई OB52 अपडेट पछि जति पनि गेममा आइटमहरु आउँदैछ सबै कुरा तपाईहरुलाई देखाउनेछु। सो अहिले चाहिँ तपाईलाई केही फोटोहरु देखाउनेछु। OB52 अपडेट आएपछि चाहिँ म तपाईलाई भिडियो सहित देखाउनेछु। यो जति पनि फोटोहरु, गन स्किन बन्डलहरु, इमोटको जति पनि फोटो रहेको छ, यो चाहिँ फेरि आफै डिजाइन गरेको नसोच्नु होला। 100% तपाईले यही आइटमहरु चाहिँ देख्न पाउँदै हुनुहुन्छ। अनि अब फेरि धेरै जनाको जिज्ञासा होला कि OB अपडेट आकै छैन, तपाईले चाहिँ कसरी पाउनु भयो यस्तो लिक अपडेटहरु चाहिँ भन्ने तपाईहरुको मनमा क्वेशन छ भने चाहिँ यस्तो कुराहरु चाहिँ, यस्तो लिक अपडेटहरु चाहिँ हामीले किन्नुपर्छ। यो जति पनि फोटोहरु म तपाईलाई देखाउँदै छु, यो मैले लिटरली नेपाली 1800 रुपैयाँमा किनेको हो। यो चाहिँ तपाईहरुलाई देखाउनको लागि भनेरै किनेको हो। जति पनि हाम्रो YouTube च्यानलमा जोडिनु भएको छ तपाईहरुलाई चाहिँ अग्रिम रूपमा नै जानकारी होस् भनेर चाहिँ अब यस्तो कति कुरा अपडेटहरु चाहिँ हामीले किनेर तपाईहरुलाई अपडेट दिनुपर्ने हुन्छ। अब यसमा फेरि रिस्क पनि हुन्छ, कहिलेकाहीँ चाहिँ फ्री फायरको तर्फबाट नै स्ट्राइक आउन पनि सक्छ। तर हामी चाहिँ अलरेडी पार्टनर प्रोग्राममा छौं, द्याट्स वाइ त्यति धेरै गाह्रो चाहिँ हुँदैन हामीलाई स्ट्राइक फर्काउनको लागि। तर तपाईहरु चाहिँ सानो सानो क्रिएटर हुनुहुन्छ, अलिकति सानोतिनो क्लिपहरु युट्युबमा हाल्नुहुन्छ भने चाहिँ अपडेट आउनु भन्दा अगाडिको लिकहरु चाहिँ तपाईहरु आफ्नो युट्युब च्यानलमा नहाल्नु होला, किनकि स्ट्राइक आउने धेरै सम्भावना हुन्छ। गेममा तपाईले अलरेडी नै देखिसक्नु भएको छ 2026 जुजुत्सु काइसन सँगको कोलाबोरेसन सबैभन्दा पहिलो हुनेछ। तपाईहरुले अपडेट आएको 1 हप्ता विथिन 10 दिन भित्रमा चाहिँ जुजुत्सु काइसन सँगको कोलाबोरेसन इभेन्ट चाहिँ गेममा देखिन हाल्नुहुन्छ। र त्यो इभेन्टमा के आइटमहरु आउँदैछ, केही क्लिपहरु यहाँ तपाईले PNGहरु त देखिराख्नु भएको होला। बाइ द वे OB52 अपडेट पछि गेममा धेरै चेन्जेसहरु आउँदैछ। यदि तपाईले चाहिँ हेर्नु भएको छैन भने चाहिँ मैले आज भन्दा अगाडिको भिडियोमा, प्रिभियस भिडियोमा सबै कुरा भनिदिएको छु। सो तपाईहरुसँग टाइम छ भने त्यो भिडियो पनि गएर हेर्न सक्नुहुनेछ है त। भिडियोको अन्त्यमा तपाईलाई सस्तो र छिटो UID टपअप चाहिन्छ भने चाहिँ मलाई फेसबुक पेजमा कन्ट्याक्ट गर्नु होला। इंग्लिश न्यू इयर भए पनि तपाईहरु सबैजनाले मजाले सेलिब्रेसन गर्नुभयो होला भन्ने आशा राख्दै आजको भिडियोबाट चाहिँ म दिनेश जी बिदा हुन चाहन्छु। लभ यु गाइस, टेक केयर, सी यु इन द नेक्स्ट भिडियो, बाइ बाइ, जय नेपाल।